के आज बेला न कुबेला फेरि मलाई चाहिँ हल्का सहयोग गर्नु पर्यो मलाई चाहिँ घरमा माइन्ड मिलाइदिनु भएछ मलाई जसरी सक्नुहुन्छ भने एक दुई सोरियल गरिदिनु पर्यो त्यही दुनियाँको ठेका लिएर बसेन म के अरूसँग गएर माग मसँग एक पनि छैन रोक रोक भाइ के भयो तिमीलाई त्यही मलाई घरमा आउदिनै भएछ हजुर मलाई चाहिँ अर्जेन्ट 200 रुपियाँ जति आवश्यक परेको थियो सक्नुहुन्छ नि सहयोग गरिदिनु पर्यो हो र भाइ तिमीलाई पनि समस्या परेको रहेछ अब मसँग पनि अहिले हेर सेलरी आएको छैन अलिअलि जति छ भाइ मसँग नि अब हेर्छु कति छ अब मसँग नि भएको यति नै हो अब तिमी यसैले अब आफ्नो आमाको उपचारको लागि खर्च पठाइदिनु अब दाइले हल्का केही सुनाउनु भयो तपाईँले मलाई हेल्प गरेकोमा धेरै धेरै धन्यवाद केही छैन भाइ Thank you,